त्यो मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म संक्षिप्तमा कुरा राख्नको लागि सत्तापक्षका तर्फबाट मान्य सदस्य श्याम घिमिरेलाई म समय दिन्छु। संक्षिप्तमा आफ्नो कुरा राख्नुहोस्। अहिले प्रतिपक्षले जुन ढङ्गले कुरा उठाइरहेको छ, मान्य सदस्यहरू आसन ग्रहण गरेर यो उहाँले के कुरा राख्नुहुन्छ सभा सञ्चालन गर्न मौका दिनुहोस्। गम्भीरतापूर्वक सुन्यौं, ध्यानपूर्वक सुन्यौं। मान्य सदस्य श्याम घिमिरे यहाँ आसन ग्रहण गर्नुहोस्। कुरा सुनिएन, त्यसले गर्दाखेरि मान्य श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। मान्य श्याम घिमिरे आसन ग्रहण गर्नुहोस्। माननीय सदस्यहरू, अब यो बैठक आजै आधी घण्टाको लागि स्थगन हुन्छ। माननीय सदस्यहरू, आज आकस्मिक समयमा केही कुराहरू राख्न माननीय सदस्यहरूले माग गर्नुभएको छ। आज हाम्रो शून्य समय पनि निर्धारण गरिएको छ। विशेष समयमा पनि बोल्ने गरी दलीय आधारमा तय गरिएको छ र मैले अघि पनि भने गृहमन्त्रीजीले केही कुराहरू राख्नुभएको छ। यहाँ उठेकै विषयमा सम्भवतः उहाँले प्रश्न गर्नुपर्नेछ, त्यसले गर्दाखेरि गर्नुहुनेछ। र अब यहाँले राखेका कुराहरूको ध्यान आकृष्ट भएकै छ, जानकारी भएकै छ। मान्य सदस्यहरू आसन ग्रहण गरेर हाम्रो नियमित कारबाहीलाई अगाडि लानको लागि सहयोग गर्न म मान्य सदस्यहरूलाई अनुरोध गर्दछु। मान्य सदस्यहरू, सबैले बोलौँ, सबैले बोलौँ, तर विधि अन्तर्गत बोलौँ। विधि भनेको मान्य सदस्यहरूले आसन ग्रहण गरेपछि यहाँबाट सञ्चालन गर्ने विधि नै हो, हाम्रो नियमावली व्यवस्था गरेको विधि। त्यसले गर्दाखेरि सबै मान्यजीहरू आसन ग्रहण गरेर आलो पालो समय लिएर बोलौँ र अगाडि बढौँ। मान्य सदस्यहरूले विधिमा अगाडि बढ्नलाई तयारी भएपछि अब छलफल गर्ने, बोल्ने सबै कुराहरू हुँदै जानेछ। त्यसैले आसन ग्रहण गरौँ र मैले समय दिन्छु, त्यसको आधारमा मान्य सदस्यहरूले आफ्नो कुराहरू राख्नुहुनेछ। मान्य सदस्यहरू, यहाँहरूले गृहमन्त्रीसँग सम्बन्धित भएर अहिले के भनेदेखि उठिरहनु भएको छ, आफ्नो कुराहरू राखिरहनु भएको छ। गृहमन्त्रीले बोल्नको लागि समय माग्नु भएको छ र गृहमन्त्री हाम्रो सदनमा उपस्थित हुनुभएको छ। अब मान्य सदस्यहरू आसन ग्रहण गरेर सभा सञ्चालनको लागि वातावरण बनाउनुहोस्। त्यस पछाडि तपाईँहरूले उठाउनुभएका कुरा लगायतमाथि छलफल गराउने कामहरू हुन्छ।
मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस्। म संक्षिप्तमा कुरा राख्नको लागि सत्तापक्षका तर्फबाट मान्य सदस्य श्याम घिमिरेलाई म समय दिन्छु। संक्षिप्तमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय,